हेलो गुड मर्निङ। ल स्वागत छ जीवन मगर ब्लग्समा। र आज चाहिँ म तिलिचो जाँदैछु साथीहरू एक्लै है। यो म र साधन टक्क स्कुटरमा खाङसारसम्म चाहिँ स्कुटर जाने भन्ने सोच छ। तर बाटो के कस्तो छ त्यो पनि बुझेको छैन, थाहा पनि छैन है, सोधेको पनि छैन कस्तो छ। र खाङसारसम्म चाहिँ स्कुटर जान्छ कि भन्ने चाहिँ होप छ, के कस्तो छ त्यो बाटोहरू मैले हेरेको छैन। ल हेर्दै जाउँ कस्तो हुन्छ यात्रा। ल किप द वाचिङ गाइज। ल हेर्नुहोस् अब तिलिचोको यात्रा। कर्मटार कतिसके साथी है, कर्मटारबाट नि यता जङ्गलतिर आइपुगेँ। अब मलाई लमजुङ बेसी सहर आइपुग्नलाई कम्तीमा मलाई 1 घन्टा जति लाग्ला है। अब एक्लै छ राइडमा। अब हेर म अब गफ गर्ने साथी पनि छैन है। अब एक्लै अब टक्कै हिँड्छ साथी हो। अब म चाहिँ लगभग साथी हो लमजुङ बेसी सहरमा आइपुग्न लागिसक्यो है। यो पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ मर्स्याङ्दी खोला हो। यही खोलाको तिरतिरै हो जाने म। तिलिचो चाहिँ कतिखेर पुगिन्छ थाहा होइन, 2-3 दिन लाग्छ। तर आज चाहिँ खाङसार पुगिन्छ। यही मर्स्याङ्दी हुँदै हुँदै टक्क जाने। यो मर्स्याङ्दी विद्युत देखेको यहाँ देखेको बजारहरू चाहिँ बेसी सहर होला सायद है। लगभग अब म आधी घन्टामा चाहिँ म बेसी सहर पुग्छु होला साथी हो। त्यहाँ नास्ता खान्छु र नास्ता सास्ता खाएर एकछिनपछि रेस्ट गरेर चाहिँ म फेरि खाङसारतिरको यात्रामा लाग्छु है त। ल यहाँ चाहिँ एउटा दामी फल भएको साथी हो है, नाम चाहिँ थाहा भएन। म चाहिँ यो फल हेर्नलाई चाहिँ आइरहेको छु। दामी रहेछ त, चिसो होला यार पानी त यार। यहाँ चाहिँ पुरा पिक्चर बनाउँदैछ है। ल म चाहिँ साथी हो लमजुङ बेसी सहरबाट हिँडेँ होइन। यहाँ खोला रहेछ सुरुमै। अब खोलामा चाहिँ जुत्ता अब यसरी राख्ने होला होइन। तेरिके तलबाट जा भन्थे नि, तलबाट जानुपर्ने रहेछ यार। सक्स फुगाल्ने होला। हे तेरिका जुत्ता यस्तरी हाल्ने हिँड्ने। अब खोला त बाबा रे। ओइ मासला ल बल्ल बल्ल तारियो। जुत्ता यस्तरी हानेछ। खुट्टा नसुकिन्जेलसम्म यत्तिकै हिँड्नु पऱ्यो। त्यो तलको बाटो रहेछ पिच साथी हो। त्यो तलबाट पिचै पिच रोबो छ भन्दै थियो गरे। म यता माथिबाट आएको, कहाँ फर्किनु अब बाटो सोध्दा यार। अब त खुट्टा नि सुक्यो यार साथी हो यार। अब जुत्ता लगाउन पर्ने भयो। मर्स्याङ्दी पुल तर्दैछु साथी है। यहाँ चाहिँ मर्स्याङ्दी पुलको पुल रहेछ। ओ माइ लर्ड, सुरुङ यही हो। ल जिन्दगीमा पहिलोपल्ट सुरुङ है साथी हो।
ओइ मासला पुरै पानी चुहिँदो रहेछ यार आउट अफ ट्र्याक हाना पर्यो है मासले यता त नरहेछ ठाउँमै हे तेरिका फँसे यार हेर त स्कुटर त पुरै लौजा यसलाई हिँड्दैमा हालिदिन्छु टायर नगइदियो हुन्थ्यो अरू त मतलबै भएन जुत्ता त खत्तम बनायो यार ल अहिले चाहिँ म यो ताग्रिङ फलमा आइपुगेँ साथी है कस्तो राम्रो छ यो है यता चाहिँ मर्स्याङ्दी छ भने चाहिँ यता पछि चाहिँ तार्किङको यो झरना छ है कस्तो राम्रो छ बाटो त आम्मामा बर्खा मासको भएर होला नि साथी यति खत्तम छ बाटो यति खत्तम छ हिँड्दै हिँड्यो बल्ल बल्ल यहाँ आइपुग्यो तार्किङ अब खाङसार पुग्नलाई चाहिँ आज मेरो यात्रा चाहिँ खाङसार भनेको हेरौँ अब कति घन्टा लाग्छ है कहाँसम्म पुग्छु म खाङसार थाहा छैन रेस्ट गर्दै गर्दै हिँडिरहेको छु स्कुटरलाई नि रेस्ट मलाई नि रेस्ट है अब हेरौँ लेट्स सी के हुन्छ बाटो हेर्दै जाऊँ कस्तो छ गाडी त तल त कति छोयो क्या चिथार्ने के बाटो हो भनेको कि यार टायरै नाच्ने नि यसलाई जुत्ताहरू त धोस्तै हुने भयो ल यहाँबाट अब हिलो बाटो धेरै छैन भन्ने सुन्नमा आहा है 5-10 मिनट मात्र हेऱ्यो अलिकति कष्ट त्यसपछि त बाटो त सलल छ भन्छ के अरे खाल्टा बारेको बाइकले ओइस
भइरहेछ कति चिसो हो हेर्नु त अक्टोबर झर्ना यही हो है साथी अक्टोबर झर्ना बबाल रहेछ बबाल के बनायो यार एकैछिनमा यार हेर त बाहुबली जय हो बाहुबली जय हो त्यतातिर चाहिँ होइन यहाँ चाहिँ पुरै अक्टोबर झर्ना यो होइन ल पुरा आवाज आएको है पानीको चिन्ता पहिला त साँगुरो रहेछ अहिले अलि बढाएर रहेछ है साथी हो बाटो चाहिँ फेरि पानी फेरि आकाशबाट पानी पऱ्यो त यार के हो वेदर त एकैछिनमा घाम लाग्ने एकैछिनमा पानी पनि हो ल कुन ठाउँमा आइयो त्यो पनि थाहा छैन साथी हो है यहाँ आएर एकछिन रेस्ट गऱ्यौँ यो विद्युत रहेछ क्या हो ड्याम जस्तो छ एक घन्टा भयो यार मान्छे नि भेटे छैन यार जङ्गलको जङ्गल यस्तो चिसो एक घन्टा जति भयो न माथिबाट आएछ न तलबाट न मान्छे कोही भेटेछ ठाउँ पनि कस्तो डरलाग्दो हो ल स्याउबारी र त स्याउबारी यता पनि स्याउ यता पनि स्याउ बिचमा रोड साथी है यस्तो पारा खोपेर बनाए कति चिसो हो पानी लगभग म पुग्न लागिसक्यो साथी हो है खानसार पिच रहेछ भनेर मक्खै नपल्ट्यो है साथी हो तलतिर त खत्तम छ बाटो फेरि वेलकम टु मनाङ ल है साथी लगभग ल
खाङसार आइपुग्यो म 15-20 मिनटमा चाहिँ खाङसार पुग्छु होला है यस्तो थकित भएँ ल म तपाईँहरूलाई यहाँ टक्क भ्यू देखाउँछु हिमाल त त्यही माथि रहेछ त कस्तो राम्रो ठाउँ छ साथी है अलग अब खाङसार आइपुग्नु भयो अब 10-15 मिनटमा पुग्छु होला म यो माथिको बाटो रहेछ कि उताको त्यो यसो रहेछ फाइनली रूपमा म चाहिँ खाङसार आइपुगेँ अब होटल खोज्दैछु तल नि बाइक पार्किङ गर्ने ठाउँमा नि रहेछ अब बाटो भोलि केही भएको हुनाले चाहिँ अलिकति भयो नि बाटो छुट्याऊँ भन्ने हिसाबले चाहिँ मास्तिर आइरहेको छु है खच्चरको बाटो भर्खर खाङसार होटलमा आइपुगे साथी हो है बिहान 6 बजे हिँडेको अहिले बेलुकाको 6 भनेपछि ट्याक्कै 12 घन्टामा चाहिँ खाङसार आइपुगेछु होइन बाटोमा चाहिँ 1-1.5 घन्टा बुल्यो होला र नन स्टप ड्राइभ चाहिँ 10 घन्टा गरिएछ है ल अब खानासाना खाएर अब रेस्ट गरेर सुत्छु एकदम म थाकिरहेको छु र अब म एकैचोटि अब खानासाना खाएको नि गर्दैन एकैचोटि अब म भोलि बिहानको मात्रै भिडियो हाल्छु साथी है ल बाई बाई शुभरात्रि भर्खर उठेर नास्ता सास्ता खाएर साथी है एक्लै हिँडिरहेको छु यहाँबाट हिँड्न सक्नेलाई 3-3.5 घन्टा रहेछ बेस क्याम्पमा हिँड्न नसक्नेहरूलाई चाहिँ लगभग 4-5 घन्टै लाग्दो रहेछ है यो एकदम हाई अल्टिच्युड भएको कारणले सास फेर्न नि धेरै गाह्रो हुँदो रहेछ ल हामी हिँड्ने बाटो त्यस्तो उकालो त नरहेछ यहाँबाट यस्तै त्यो गएको रहेछ यही माथि चाहिँ हिमाल छ है हिँड्न चाहिँ सकिन्छ कि सकिन्न बरु यहीँ स्याहास्या भइसक्यो गाह्रो भयो त्यस्तो राम्रो भ्यू छ साथी हो अगाडि नि कोही छैन पछाडि नि कोही छैन एक्लै लखर हिँडे बरु बिहान हिँड्न पनि रहेछ साथी हो शीतलमा घाम लाग्यो अलिअलि गाह्रो बस्नु पर्ला अब टक्क रहेछ त बस्ने ठाउँ बेलुका गाह्रो झोला त बिसाउनु पर्छ साथी हो जस यतिखेर चाहिँ त्यति जाडो नहुँदो रहेछ है नत्र भन्दा सायद जाडोले गर्दा नि चिसोले गर्दा नि त्यति हिँड्न नि सकिन्थेन होला चिसो लाग्ने सम्भावना धेरै हुन्थ्यो अहिले चाहिँ त्यस्तो जाडो चाहिँ छैन है अहिले यो घाम लाग्दा चाहिँ पसिनै निस्किँदो रहेछ होइन तर बिहान र बेलुका चाहिँ जाडै हुँदो रहेछ अझ यहाँबाट कति अझ मलाई 4 घन्टा लाग्छ होला बेस क्याम्प पुग्नलाई
बिचमा अब बिर्खा भनौँ न नास्ता त खाएर आएको, अब बिचमा खाना खाने ठाउँ छ भन्ने सुनेको थिएँ, त्यहाँ गएर खाना खाइन्छ। अनि खाना खाएर बरु त्यहाँ मजाले 1 घन्टा आराम गरेर अनि टक्क नै बेस क्याम्प गइन्छ। अब आज तिलिचो पुगिन्न, आज बेस क्याम्प मात्रै हो, भोलि मात्रै हो बेस क्याम्प चाहिँ तिलिचो चाहिँ। त्यसले चाहिँ हतार नगरिकन जालाई थकान नदिइकन आनन्दले चिल पारामा चाहिँ हिँडिन्छ साथी है। ल हेर्दै गर्नु होला। गाह्रो भयो। त्यही लास्ट बाटो टुङ्गेको बाट त गहिरामा रहेछ बेस क्याम्प चाहिँ होइन। अब योभन्दा आधी घन्टापछि अब अर्को टी गार्डन आउँछ, त्यही चाहिँ नास्ता सास्ता खानासाना खानु पर्ला साथी हो। 1 घन्टा रेस्ट गरेर अनि जानु पर्ला। अहिले चाहिँ यो आधा शिविरमा आइपुगे साथी हो है। यहाँ एउटा बिचमा होटल रहेछ होइन। अनि अहिले चाहिँ खाना खाने टाइम पनि भयो होइन, ब्रेकफास्ट खाएको घटेको छैन। म यहाँ पो आधी घन्टा 1 घन्टा हिँडेपछि सायद उहाँ एउटा होटल रहेछ होइन, त्यहीँ गएर खाना खान मन लाग्छ कि नास्ता खान मन लाग्छ, त्यहाँ गएर चाहिँ खानु पर्ला। यही भिरभिरको बाटो जाने हो। बेस क्याम्प कहाँ छ भन्ने कुरा हो। त्यो ए हरियो ढिस्का हुँदा उतापट्टि भइदियो हुन्थ्यो यार। लखतट्टो पऱ्यो। यतातिर पुरै मरुभूमि जस्तै रहेछ। अझै तिलिचो पुग्नुपर्छ क्या। अरूको त्यस्तो घोडा छ साथी हो, आफ्नो घोडा त यो स्वाई त्यो भाइलाई सोधेको बेस क्याम्पबाट माथि तिलिचो पुग्नलाई 10,000 खाङसारसम्म आफ्नै साधनमा आयो भने त 10,000ले त तिलिचोको ट्रेकै सिद्धिन्छ हो। बाटो हेर न, खस्यो भने त गयो। लास्ट गाह्रो बिरामी रहेछ क्या यो चाहिँ, चाँडै भइन्छ।
यो खोजमा चाहिँ ट्री हाउस छ साथी हो है। त्यहाँ गएर म कफी हुन्छ क्या, अब खाजा हुन्छ क्या, खाना हुन्छ हेरौँ, त्यो चाहिँ खान्छु होइन। अनि मजाले एकछिन रेस्ट गर्छु। त्यहाँबाट चाहिँ यहाँबाट खाना खाने ठाउँबाट चाहिँ 1-1.5 घन्टामा चाहिँ म बेस क्याम्प पुग्छु है। 10-11 कति बज्यो होला, यसरी गरेँ नि होइन कति बज्यो, 9-10 बज्न लागेछ लगभग। खाना खाने बेला नि खाना खाने बेला त भएन होइन, नास्ता खाएर आएको, तर पनि अब यहाँबाट छैन नि त ठाउँ, कि बेस क्याम्पमै पुग्नु पऱ्यो खाना खानु होइन। 10 बज्न लागेछ। अब यहीँ खानासाना खाएर म चाहिँ बेस क्याम्पतिर लाग्छु है त। ल म अहिले चाहिँ मार्ली रेस्टुरेन्टमा आइपुगेँ साथी है। अब यहाँ चाहिँ नास्ता खाएर यहाँबाट चाहिँ म बेस क्याम्पमा हिँड्छु। बेस क्याम्पमा सायद 1.5 घन्टामा चाहिँ म आनन्दले पुग्छु होला बेस क्याम्प, 1-1.5 घन्टामा है। अब बिहानबाट हिँडेको, रेस्ट गर्दै गर्दै आएको, बिहान नास्ता लियो, यहाँ आएर नि खाना नआउँदो रहेछ, त्यही चिया कफीहरू होइन, चाउचाउ जुसहरू हुँदो रहेछ। म यहाँ चाहिँ चाउचाउ पकाएर खान्छु र एकछिन मजाले रेस्ट गर्छु है। त्यसपछि चाहिँ फेरि मेरो यात्रा बेस्ट क्याम्पतिर। ल्यान्डस्लाइड एरिया है साथी है, ढुङ्गा हाल्दो रहेछ। चिप्लो रहेछ यहाँ त। वहीँ तल पुग्दो रहेछ, यहाँबाट पुग्यो नि त, यहीँबाट हो ढुङ्गा खस्ने साथी हो है। यस्तोमा नि रुख पो लाग्यो यार, बालुवामा छ। आऊ मार्ला चाहिँ हिँड्न सकेछ। कति मिनट लाग्छ दाइ बेस क्याम्प? त लाग्छ हो निकै, अझै 1 घन्टा जति लाग्छ। 1 घन्टा जति। अब 1 घन्टामा चाहिँ बेस क्याम्प पुगिरहेछ साथी। त्यहाँ गएर ट्याङ लाइन छ। हिजोको निद्रा थकै अझ मरेको छैन, आज आजको थकै
अझ थपिरहेछ मजाले सुत्न पर्ला गएर एकछिन टोपी देखिने रहेछ यहाँ पुरै मरुभूमि जस्तो छ गाह्रो पर्छ त्यो खाजा खाने ठाउँमा 1 घन्टा जति भोलि पसिना ससिना सब भएको थियो होइन फेरि त्यसैले असर गर्छ भनेर ज्याकेट फुकालेर त्यहीँ फेरि सुकाएँ होइन खाजा साजा खाएँ अन्त 1-1.5 घन्टा त्यहीँ भोलि अन्त यतिखेर म नबसिकन आएको भए बेस क्याम्प पुग्यो थिएँ तर पनि अब के गर्ने खाजा त खानु पऱ्यो भोक लागेको छ कति ओह्रालो हो खतरा रहेछ खतरा हेर त खतरा स्विग्यो अन्त डाइरेक्ट मर्स्याङदीमा ग्रिपै नदियो के पुरै ठाडै छ है कति त लोड छ होला है त्यो बाटोमा खच्चडले हगेर पुरै गनाहा ब्यागी होला भनेको त ले चाहिँ मार्ने भयो है साथी लामो रहेछ यो त Stop, keep going slow.
ओके छ त ओके छ त यहाँबाट उल्टे अन्त सब सिधै हो के अरे मर्स्याङदीमा कोही छैन न आगे न पछि दामी छ दामी दामी खाल्टामा हुनुपर्छ बेस क्याम्प द बेस क्याम्प यो चाहिँ बवाल छ है साथी पुरै ढुङ्गाहरू टुस्स ठडाएर राखिदिए जस्तै बेस क्याम्प आइपुग्यो साथी हो फाइनली रूपमा गाइज म धेरै बोल्न सकेको छैन है भोकोले भन्दा नि थकाइले एकदम हाई अल्टिट्युड छ नि त त्यही भएको हुनाले यस्तो थकान महसुस भयो हिँडेको धेरै नि होइन 4 घन्टा जति भयो होला हिँडेको होइन यति थाके जस्तो भयो ल म चाहिँ आइपुगेँ लगभग होटेलमा आइपुगेँ है अब गएर मजाले रेस्ट गरिन्छ पुरै यो पहाडको ठक्क खोसमा छ यो होटेल चाहिँ जो सेफ ठाउँमा रहेछ होटेल मुन लेख्नु रुम छ कि छैन टक्कै हेर्नु पऱ्यो पहिला यसको काउन्टरको त काउन्टर कता हो नि त यता यसको काउन्टर यहीँभित्र हो मेरो रुम चाहिँ यो परेछ है यहाँबाट भ्यू चाहिँ बवाल देखिन्छ ल सिंगल बेड यही हो यतै छ है यतै बाथरुम अनि यो हेलो हेलो गाइस म लास्टै थाकेछु होइन लास्टै पेनफुल भयो एकदम के शरीरमा केही इनर्जी नै नभए जस्तो भइरहेछ होइन त्यस्तो फिल भइरहेछ म चाहिँ सुत्छु अब चाहिँ मजाले अनि त्यसपछि खाना खाने बेलामा भोक लागेपछि बल्ल उठ्छु खाना त मैले नि खाएको छैन बिहान ब्रेकफास्ट होइन अनि फेरि खाना त्यहाँ चाहिँ नपाउँदो रहेछ चिया पसलमा चाहिँ फेरि त्यहाँ चाहिँ चाउचाउ खाएँ खाना त खाएको छैन तर भनौँ न यो थकै लगाएर केही खाना हुने छैन म चाहिँ झ्याममा सुतिहाल्छु गाइस है सनराइज हुन लाग्छ साथीहरू बल्ल है हिमाल यहीँ छ नजिकै लास्टै भयो
लगभग 1-1.5 घन्टा हिँडेपछि बल्ल हामी तिलिजो लेक आइपुग्छौँ साथी हो है। 1-1.5 घन्टा आमा गाह्रो छ। जति माथि आयो त्यति स्यास्याकै हिँड्नै नसकिने। अझ 22 घुम्दै आउनेछ साथी हो है। 22 घुम्तीमा कति घन्टा लाग्ने? त्यस्तो राम्रो देखिन्छ। तातै हिमाल छ त। हामी कुन बाटो आयो त? ल सनराइज हुन लाग्छ साथी हो बल्ल। बल्ल सनराइज भयो है साथी। त हेर त हिमाल हाँसेको। बल्ल अब 22 घुम्ती सुरु भयो है साथी। अब त्यहाँ माथिबाट लास्ट गाह्रो भयो। यहीँ भुङ्नु ढलेला जस्तो भयो यार। हिँड्न नसकेको अवस्था। ल मजाले घाम लाग्यो। अझ 22 घुम्ती सुरु छ है साथी अझ। ल अब लास्ट 22 घुम्ती छ साथी है। सबभन्दा गाह्रो यही हो। अब गाह्रो त यो अघि नै आएको बाटो थियो। यो 22 घुम्ती त्यति गाह्रो त होइन, तर पनि अब लास्ट एकदम गाह्रो बाटो भनेको यही हो। यो घुम्ती माथि पुगेपछि त तिर्सो छ साथी हो होइन। त्यति गाह्रो चाहिँ छैन। गाह्रो चाहिँ यति हो। यो कति पार गर्न सकिन्छ है त? कति घन्टा पो लाग्ने भयो क्या यार। लाएर मान्छेको ताती। यही हो साथी 22 घुम्ती। 22 घुम्तीको अध्याय नै आयो होइन। मर्नु हुँदो रहेछ यो घुम्तीमा। कच्छको तालमा हिँड्ने ढक्क बस्ने, कच्छको तालमा हिँड्ने ढक्क बस्ने। ल 22 घुम्ती नि कट्यो साथी है। लास्ट गाह्रो भयो यार। आधी घन्टा 45 मिनट लाग्छ। अब तिर्सो छ बाटो चाहिँ त्यति अप्ठ्यारो चाहिँ छैन है। तर पनि अझ आधी घन्टा 45 मिनट चाहिँ लाग्न सक्छ है। धेरै अब हाई अल्टिट्युड छ होइन।
हिँड्न सकिँदैन। त्यही कछुवाका तलमा हिँड्ने बस्ने उभिने हो। ल अब चाहिँ लगभग आइपुग्न लाग्यो साथी हो। थकाइले बोल्न पनि सकिया छैन है। लास्ट गाह्रो भयो। ल अब धेरै छैन है, धेरै छैन तर हिँड्नलाई नि गाह्रो भयो। जनता हो है। अब तेर्सो हुनसक्छ है, त्यहाँबाट पुगेछु होइन। ठाडो त लगभग सिद्धियो। बिस्तारैमा हिँड्दै पुरै आँखै अगाडि छ है साथी हो हिमाल त। अब अलिक चिसो हुन्छ है क्या नानी लुगा फेरि दाइ तरबार खोइ कता राखे मेरो तरबार उता तल होटलतिर होला दाइ। ल म फाइनली रूपमा म चाहिँ तिलिचो आइपुगेँ है। लास्ट गाह्रो भयो। लास्ट गाह्रो हुँदो रहेछ। के खाजा खाँदै हो? के चुरोट खाने हो? नखाँदै तपाईँ चियासा के खानुहुन्छ कि भयो पर्स नै बिर्सेर आइछु है म त यार। खाने भाइ खानु नि होइन भयो ओह्रालो हो म गइ पुगिहाल्छु नि। ल मैले अहिले चाहिँ कातानाको ड्रेस लगाएर साथी हो यहाँ भाइहरूलाई लिएर फोटो सेसनको लागि चाहिँ म यहाँ झर्दैछु है।
अनि त नदेखिँदो रहेछ त यार अँधेरो देखिँदो रहेछ त यार चस्माले त अँधेरो देखिँदो रहेछ त ल 4-5 वर्षको सपना थियो पुरा हुने भयो अर्को भाइ नझर्या हो ल यही हो है साथी ल तिलिचो टक्क फेममा हेरिदियो है भाइ आएको छ कि आएन है यहाँ आएर चाहिँ यही हो है साथी मेरो सोच चाहिँ यहाँ आएर कातामा चाहिँ यसरी नै मेडिटेसन गरेर टक्क बस्ने ल म चाहिँ है टक्कै यो ड्रेसमा यो तिलिचोमा यसो फोटो सेसन गरेर यसो बसेछु होइन फोटो सेसन नै गरेँ त्यसपछि यो भाइहरूले चाहिँ यहाँ फोटो सेसन गर्दैछ यो सायद अब तिलिचो यही हो साथी हो तिलिचो है कति सय मिटर गहिरो छ भाइ थाहा छ गहिरो चाहिँ थाहा छैन बोटिङ नि राख्नु पर्ने हो कि है बोटिङमा चाहिँ खै जान सकेन नाप्न सकेन भनिराखेको नाप्नु सकेन त्यति गहिरो छ हाम्रोमा छ नि त त्यो पहिला एकजना खाइरहेको रहेछ टसिरहेको छ त्यो के भयो टसेको छ हाम्रोमा त्यो के टस ए पुरा यहाँसम्म गयो 1 मिनेट धेरै गहिरो होला नि हिउँ पहिरो गएको थियो अहिले त खसेन त गयो यस्तो राम्रो भ्यू छ अलि यस्तो गर न कुल्टी पार नि त्यो धार मात्रै आयो कि हो त्यस्तो गरेर सिधा सेतो आउँछ कि हो त्यस्तो यसरी काँदा राख न नर्मल अलि तेर्सो पारेर तेर्सो पाऱ्यो भने पाटा आउँछ कि यस्तो गऱ्यो भने कि लिए जस्तो हुन्छ हल्का तेर्सो पाऱ्यो भने सेतो टल्किन्छ नि त ल लगभग म चाहिँ अहिले 5000 मिटरमा छु है साथी है ल हेर गोर्खाको भूतहरू है गोर्खेहरू है यिनीहरू सबै गोर्खाको भाइहरू है यस्तो जाडोमा हेर त पुरै नाङ्गै भएर आम्मामा फोटो सेसन गरिरहेको छ बन्दर टक्क ल ल उबेन तुझे नंगो सम्झे आ बाबा सुमो ल ल के जग्गा त्यो यार में क्या बाल मिला सास भेज त मोबाइल हो हाँ सास न भेज मेरे को चाचा में संगीत चलाएंगे अरे गोर्खे कसैको पनि छैन मोबाइलमा चार्ज मेरोबाट होला हाल्दै त अलि तल गएर एयरड्रपमा गएर हाल्नुहुन्छ आइफोन हो नि हो मेरो मोबाइल खोइ आइफोन भएको तपाईँ 3 जना रहेछ नि
तपाईँ यहाँ यहाँ चाहिँ मोबाइल निकाल त मेरोबाट होइन अलि एयरड्रपबाट मान्छे चाहिँ सोचे हो चक्कु बुझी आउने भयो लै पासवर्ड पर्दैन त्यहीँबाट क्यामेरा त टच गर न भयो हो क्यामेरा मात्रै टच गर प्रेस गरिदिनु ल ल ल रे ल गोर्खे भाइहरूले है पुरै फोटो सेसन गरिरहेछ साथी फुलाइरहेछ ल क्यामेराम्यान यता छ ल टुक्कु त पहिला खोलिसोस् म त अनि पहिला किस्ती भयो धोको पुग्यो पुग्यो हो ल ठिक छ ल। ल हिमाल चाहिँ यही नजिकै देखिन्छ साथी हो है। ल म बसेको होटलको भाइहरू सबै घोडामा सब गोर्खाको भाइहरू तरवाल र ब्याग चाहिँ हामी ल्याइदिन्छौँ दाइ तपाईँ चाहिँ जानु त्यत्तिकै भन्यो ल ठिक छ भनेर म पनि अनि भाइहरूलाई ब्याग र तरवाल छोडेर म चाहिँ हिँडिदिएँ। अब भाइहरू चाहिँ बाटो तरवालको फोटो खिच्दै आउने अरे अब म चाहिँ हिँडेँ। अब उनीहरू चाहिँ भाइहरू चाहिँ यहाँ तेर्सोसम्म घोडामा आउँछ होइन अनि म चाहिँ हिँड्दै जान्छु। त्यो भाइ पनि त्यहाँसम्म घोडामा हो अनि ओह्रालोमा त उनीहरू पनि हिँड्दै हो। त्यता बाटोमा कता भेट भइन्छ त्यहाँबाट अनि सँगै जानु पर्ला। ल आजलाई भ्लग यति नै साथी हो। मैले भ्लग चाहिँ इन्ड गरेँ है। एकदम मलाई चाहिँ के भयो भन्दाखेरि टाउको दुख्ने समस्या आयो किन भन्दाखेरि मैले उमा लमजुङ बेसी सहरमा आएर यसरी कपाल काटिदिएको अनि बिना टोपी चाहिँ हेलमेट लगाएर आएको। यस्तो लेकको बाटो चिसो न चिसो होइन अनि खाङसार आइपुगिन्छमा त पुरै हावाले हानेर पुरै टाउको दुख्यो कि अनि पुरै औषधि खाँदा पनि अनि पुरै सन्चो पनि भएन। त्यत्तिकै टाउको दुखिन्जेलसम्म म चाहिँ दुख्दै खपेर म अनि बेस क्याम्पमा आएँ। बेस क्याम्पमा त्यस्तै 10-11 बजीतिर आइपुगेको थिएँ। खाजा केही नखाइकन त्यही म सुतेको मान्छे म बेलुका अनि 7-8 बजीतिर उठेर होटलको भाइहरूले उठाएर चाहिँ तातो पानी खान आउनु बिरामी भएछ तपाईँ भनेर चाहिँ अनि तातो पानी खाएँ। अनि तातो पानी खाएर त्यहाँ चाहिँ औषधि दियो मलाई होइन। अनि त्यसपछि सिटामोल अनि 2टा दिएको थियो, एउटा त्यहीँ खाएँ अनि एउटा त्यो खाएर सुतेपछि अलि हल्का भयो, अलिअलि दुखिरहेको थिएँ। फेरि जबरजस्ती म फेरि बिहान 4 बजे उठेर हिँडेको। यहाँ कति बजी आयो थाहा भएन, फोटो खिच्न र भिडियो बनाउनको धुन भयो। यहाँ फेरि अनि भाइहरूसँग खाजासाजा खाएर म हिँडेँ र अहिले चाहिँ अलिक ठिक भएको छ होइन टाउको चाहिँ। अब यहाँ जस मलाई हिँड्नलाई चाहिँ एकदम गाह्रो भयो। खासै गाह्रो हुने मान्छे होइन तर उसले गर्दाखेरि के सामुन्डा लिएको यहाँ यस्तरी उ गर्ने बेलामा भिड्दाखेरि छातीमा प्रेस पऱ्यो नि त, श्वास प्रश्वासमा अलिकति गाह्रो भयो। त्यही माथि टाउको दुखिरहेको होइन। अरू त खासै केही भएन। जस यहाँ चाहिँ सुविधा रहेछ होइन। तपाईँहरू आयो भने पनि बेस क्याम्पबाट बार्गेनिङ गरेर 8-10 हजारमा यहाँ ल्याइदिनु रहेछ। जानलाई चाहिँ सजिलो है। ल मैले चाहिँ ल हिमालतिरै फर्काएर भन ल भ्लग आजलाई यति नै साथी हो है। मैले भ्लग चाहिँ बन्द गरेँ। ल आजलाई यति नै, त्यति लिचुको भ्लग यहीँसम्मलाई चाहिँ मैले इन्ड गरेँ है। ल हिउँ पहिरो आयो यार। भ्लग चाहिँ आज नै है, भ्लग चाहिँ आजलाई यति नै। अब नेक्स्ट भ्लगमा भेटौँ ल, बाई बाई।